टक्क पामे नै जाने यो भ्यू हो। यस्तै यस्तै भ्यूहरू देखाउनलाई टक्क राइडहरू गर्दै म चाहिँ आइरहेको। ओके साथीहरू, सबैजनालाई स्वागत छ आजको च्यानलमा। अनि तपाईँहरूलाई आजको नयाँ ठाउँमा, आजको नयाँ भ्लगमा सबैलाई स्वागत भन्न चाहन्छु। निकै राम्रो ठाउँ छ यो होइन, टक्क हेर्नलाई। अनि आज चाहिँ प्र्याक्टिस डे होइन, प्र्याक्टिस डे हो आज चाहिँ। म विशेष गरी जम्प प्र्याक्टिस गर्नलाई यो ठाउँमा आएको छु। निकै राम्रो दृश्य, निकै राम्रो के भन्छ अरे, अहिले राम्रो अवस्था छ होइन। त्यही हो गाइज। अब भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब भिडियो सुरुवात भइसकेको छ टक्क लाएर। अब तपाईँहरू देख्न सक्नुहुन्छ होइन। यो चाहिँ एरिया चाहिँ यस्तो छ है साथीहरू। ल हेर्नु त, यति राम्रो बादलहरू लागेको छ। बादलहरू हेर्नु टक्क। मेरो यो साइकल चाहिँ मेरो होइन, यो चाहिँ रुपेश दाइको साइकल हो। यदि कसैलाई यो साइकल किन्न मन लागेको छ भने तपाईँहरू मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म सबै कुरा यो साइकलको बारेमा भन्नेछु। अनि साइकल कस्तो छ भनेर पनि अहिले तपाईँहरू देख्न सक्नुहुन्छ है। ल गाइज, ल हेर्नु त भ्यू। आम्बो क्या दामी देखेछ यार। ल गाइज, भ्लगलाई अब प्र्याक्टिस गरौँ, त्यसपछि के गरिन्छ त्यो म देखाउने छु है त। आज चाहिँ अलि राइड नि अलिक ढिलो हिँडेँ क्या म। 40 चाहिँ जाइन्ट साइकल सप है, महँगो महँगो साइकल छ। आफूसँग साइकलै छैन साथीहरू राम्रो होइन। राम्रो भयो नि, अब राम्रो नभए नि अब प्यासन हो। प्यासन त पुरा गर्नु पऱ्यो नि त। प्यासनमा प्यास लाग्यो जसरी यो प्यासनको प्यासलाई चाहिँ मेटाउनु पर्ने हुन्छ। त्यही भएर अब यो मेरो प्यास भनेको राइडिङ हो। टक्क यो इच्छालाई मेटाउनलाई त्यही अनि गर्नु पऱ्यो नि त। उडेन हेर्नु न साथीहरू। यो छोरो सो गाइज, अहिले चाहिँ म टक्क यो ठाउँमा चाहिँ धेरै पछि भन्ने म चाहिँ यहाँ बच्चामा आएको ठाउँ हो होइन। अनि यही ठाउँमा चाहिँ मैले पहिला चाहिँ अब के भन्छ प्यारासुट पटाउने कामहरू गर्थेँ। हेर्नु आकाश कस्तो दामी देखिरहेको गाइज होइन। प्यारासुटहरू चाहिँ पटाउँथेँ। अहिले चाहिँ धेरै लाइफ नै चेन्ज भइसकेको छ मेरो होइन। अनि त्यही भएर चाहिँ अहिले चाहिँ म अर्कै ठाउँमा बस्छु। अनि धेरै पहिला चाहिँ मैले चाहिँ यहाँ प्यारासुट पटाउने उ त दाइले गरे जस्तो होइन। उ त त्यहाँ दाइले प्यारासुट जस्तो चाहिँ मैले गर्थेँ कि साथीहरू पहिला होइन बच्चामा। त्यो एउटा पास थियो गाइज होइन। तर आफ्टर लङ टाइम चाहिँ यहाँ माछाहरू पनि मारिन्थ्यो गाइज होइन यतातिर। अहिले त मार्न दिन्न होला। अनि
माछाहरू मार्ने कामहरू पनि गर्थेँ मैले। अनि तर अहिले धेरै पछि यो ठाउँमा आएर यसरी भिडियो बनाउँदा मेमोरिज हो नि त गाइस होइन बच्चामा। अनि यहाँनिर मैले एउटा यतैतिर चाहिँ यस्तो दामी घडी भेटाएको थिएँ कि त्यो बच्चामा होइन। तर मैले चाहिँ थाहा नभएको कारणले चाहिँ एकदम सस्तोमा चाहिँ मैले बेच्दिएँ। यस यो ठाउँमा आएर पनि एकदम रमाइलो लाग्यो। बच्चामा आएको ठाउँ हो होइन। हामीले त भुकु भन्थ्यौँ। त्यही हो गाइस। तर आकाश चाहिँ बवालै देखेछ साथीहरू है। यही भ्यू देखाउनलाई तपाईँहरूलाई चाहिँ चट्ट मैले यहाँ लिएर आएको कि साथीहरू। अहिले चाहिँ यहाँ यो होटेलहरू केही थिएन होइन त्यति बेला। अहिले चाहिँ होटेलहरू बनिसकेछ। यस रमाइलो ठाउँ छ होइन त साथीहरू। त्यही हो। अनि यहाँ चाहिँ टक्क यो चाहिँ भ्यू छ यस्तो टक्क। धेरैजना मान्छेहरू चाहिँ आउनु हुँदो रहेछ। त्यही हो। आई डोन्ट नो मान्छेले मलाई के भनिरहेको छन् है। यस्तै हो अब पागलै हो क्या भनेछन् क्या। तर होइन साथीहरू यो आफ्नो अब कला हो होइन। यता छ सरङकोट, यता छ हाम्रो स्तुपा होइन। त्यता पनि अस्ति हामी गइसक्यौँ साथीहरू होइन। राइड हामी गएको अस्ति। अहिले चाहिँ तपाईँहरूलाई कति डाँडा चढ्ने तर यता टक्क आउन यता पनि भनेर। निकै राम्रो ठाउँ छ यो ठाउँ पनि। तपाईँहरू पनि पोखरा अब बाहिरबाट आउनुभएको छ भने पोखरा आउनु सक्नुहुन्छ। यो ठाउँमा भिजिट गर्न सक्नुहुन्छ होइन साथीहरू। तपाईँहरूलाई भ्यू पनि देखाइहालेँ मैले। यो साइकल चाहिँ यहाँ छ साथीहरू। यो मेरो साइकल त होइन साथीहरू तर यो चाहिँ दाइको साइकल हो। यदि कसैलाई यो साइकल किन्न मन छ भने तपाईँहरू मलाई सम्पर्क गर्न सक्नुहुन्छ वाट्सएपमा। अनि म तल फोन नम्बर राखिदिन्छु। अनि साइकल निकै राम्रो छ। यसमा एयर सस्पेन्सन छ होइन। अनि त्यसपछि यो चाहिँ कमर्सियल हो साइकल ब्रान्ड। अनि 9 स्पिडको डियरको सेटअप छ साथीहरू होइन। निकै राम्रो यो नयाँ छ साथीहरू। अनि यो डेकसको क्यासेटहरू क्र्याङ्कसेटहरू हालेर अनि सिमानोको हाइड्रोलिक ब्रेक हालेर यो साइकल क्यान्सर छ। निकै राम्रो साइकल छ। राम्रो पर्फर्मेन्स दिइरहेको छ यो साइकलले होइन। अनि तपाईँहरूलाई देखाउनु पऱ्यो। टक्क कोही किन्ने इच्छा, कसैलाई राइडिङ गर्ने इच्छा, राइडिङ गर्ने प्यासन हुनसक्छ त्यसको लागि भनेर चाहिँ मैले साइकल क्यान्सर लिएर आएको। अनि तपाईँहरूले यो मन पऱ्यो भने तपाईँहरू सम्पर्क गर्न सक्नुहुन्छ। प्राइजहरू अनि सबै म तपाईँहरूलाई वाट्सएपमै भन्नेछु साथीहरू भन्दै। अब टक्क यो भ्यू हेरेर चट्ट लाएर लुक एट द भ्यू गाइस है। भिडियो अहिलेसम्म मन परिरहेको छ भने तपाईँहरू चाहिँ टक्क सब्सक्राइब गरिदिनु होला है। भिडियोलाई लाइक सेयर गर्न चाहिँ नबिर्सिनु होला है। लगायत फेरि त्यो ठाउँ छोडेर अब नयाँ ठाउँ अर्को ठाउँमा जानुपर्छ। यो टनेलको सुरुङबाट टक्क लाएर होइन। त्यही हो गाइज। भिडियो मन परेछ भने चाहिँ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है। उकालो आयो हेर्नु त। ल गाइज लुक एट दिस भ्यू गाइज। तपाईँहरूलाई कस्तो लाग्यो भन्न नबिर्सिनु होला है। यो चाहिँ हाम्रो फेवाताल अनि यता जाने चाहिँ पामे जाने बाटो। अब चाहिँ पानी पर्ला जस्तो छ है। अनि पामे उतै जान चाहिँ आज भएन किनकि टाइमको कारणले। त्यही हो गाइज। तर ठिक छ आज रमाइलो नै भयो। आजको लेक साइड राइडमा अब यो पनि रमाइलो नै भयो है गाइज भन्नुपर्छ। त्यस यहाँ मान्छेहरू चाहिँ आउने क्रम छ भनौँ न। त्यही गाइज। सो गाइज तपाईँहरूलाई खास भन्नु पर्दा चाहिँ आज चाहिँ मैले त्यस्तो गाह्रो राइड मैले गरिनँ। किन भन्दाखेरि अब सधैँ गाह्रो राइड गर्नुभन्दा कहिले कस्तो सिम्पल राइड पनि गरेर भ्यूहरू राम्रो देखिन्छ होइन। हाम्रो लेक साइड डाँडै चढ्नुपर्छ भन्ने छैन। तर जस यो ठाउँमा आएर पनि खुसी लाग्यो। अनि तर पोखरा रियली ब्युटिफुल द बिच भन्ने ठाउँमा चाहिँ
मैले यहाँ चाहिँ सुशान्त खत्री र अब लाई देखेको जस उहाँलाई देखेको भनौँ न। अनि जस त्यो मलाई खास भेट्ने इच्छा थियो, तर पनि मैले अब एकदम डान्स मलाई फेरि मनपर्छ, आफूलाई गर्न आउन्न, तर जस राम्रो लाग्छ। त्यही पनि अब मैले खासै केही भन्दा नि भनिनँ, केही गर्नु मन पनि लागेन। अनि जस उहाँहरू जानुभयो, तर मैले डिस्टर्ब चाहिँ गरिनँ। सबभन्दा ठुलो कुरा त्यो थियो। है गाइज, त्यही हो। अब अँध्यारो अँध्यारो हुँदैछ। पानी पर्ला जस्तो मौसम भइरहेको छ। अनि छालहरू लेकको यो भ्यूमा देखिरहेको छ। त्यही हो गाइज, खुसी लाग्यो अहिलेसम्म भिडियो बनाउँदै गर्दा। अब हामी टक्क लेकतिर जान्छौँ अनि लेकतिर पनि हेर्छौँ है गाइज। ओके, लेट्स मुभ। सो यता माथिबाट चाहिँ केबल कार जाने बाटो छ होइन। तपाईँहरूलाई पनि केबल कार चढ्नु मन लाग्यो भने चाहिँ यता आउन सक्नुहुन्छ। अनि जस रमाइलो है। एकचोटि मलाई यो चाहिँ लाग्यो कि यदि मैले सपोज उहाँहरूसँग फोटो खिचेको भए क्या, सुशान्त खत्री सरसँग होइन, सायद मैले फोटो खिचेको भए के हुन्थ्यो होला है भन्ने चाहिँ लागेको कि त्यो मनमा चाहिँ अहिले जिज्ञासा आयो। हुन त मलाई अब त्यस्तो अरूको नाम लिएर अरूको फोटो थम्बनेलमा हालेर त्यो कुनै इन्ट्रेस्ट छैन, किनभने म चाहिँ आफै उठ्न चाहन्छु भनेर। अनि उहाँको मलाई एकदम अब भेटेको कुरा अब तपाईँलाई सेयर मात्रै गर्थ्यौँ न भनेको। के भन्छ अरे, उहाँको राम्रो लाग्ने भनेको चाहिँ मलाई के भन्छ अरे, गीत पनि गाउनुहुन्छ नि त, त्यो चाहिँ राम्रो लाग्छ है। तर मैले साँच्चै गिटार बोकेर आएको भए चाहिँ रमाइलो। साथीहरू यस्तरी हुइले हाने अनि के हुन्छ। सो यताबाट जाउँ है। हुन त त्यो बाटो अब यो गाइज drugs in drug all dream. Sorry. So यहाँबाट यस्तरी साइकल छिराउँ ल है साथीहरू, लेट्स गो। ल छिरे नि त। थ्याङ्क यू। यो ठाउँमा साइकल छिराउनु चाहिँ मजा लाग्छ कि मलाई, त्यही भएर छिराउनु मात्रै राम्रो लाग्छ नि त। त्यही हो गाइज, यो चाहिँ अब चाहिँ हामी लेक हुँदै चट्ट त्यसरी घुमेर जान्छौँ है।
मान्छे हिँड्ने बाटोमा साइकल चलाएपछि यस्तै हो है। मलाई चाहिँ हेर्न मन लाग्यो साथीहरू, त्यही भएर यसो ऊ त चाहिँ हामीले नि गरेको है, तर हामीलाई नि जस यो टायर त्यो चाहिँ हाम्रो यहीँ म बस्ने ठाउँमा थियो, त्यति बेला चाहिँ मैले यो चाहिँ गरेको सिकेको थिएँ कि साथीहरू होइन। सो तपाईँले यसो यो भ्यू होइन टक्क यस्तो आलो यो भ्यू चाहिँ यसो देखाइदिनु भनेर कि आइरहनु है। अब मान्छेहरूले के भन्छ सहारामा बाँचिरहेछु मायालु। ल है गाइज, ओम जय दुर्गे अम्बे। महेश्वर दर्शन ध्यान सबै अम्बे दर्शन। सो गाइज, तपाईँहरूले यत्रो बेरसम्म धैर्य साथ गरेर मेरो भ्लग हेरिदिनु भयो। तपाईँले धेरै धन्यवाद छ जसले मेरो भ्लग हेरिदिनु भयो। यदि तपाईँ कोही नयाँ आउनुहुन्छ भने च्यानललाई सब्सक्राइब, लाइक, सेयर गर्न नबिर्सिनु होला साथीहरू भन्न चाहन्छु। अनि यस्तै यस्तै कन्टेन्टहरू यस्तै यस्तै भिडियोहरू लिएर चाहिँ म आउने नै छु। त्यही हो गाइज, आजको लागि चाहिँ यति नै। आजको भ्लगमा लास्ट भिडियो हानेर इन्ड गरौँ है साथीहरू भन्दै अघि बढाउँ। ल विधि पनि खानौँ। ल
आजको भ्लग चाहिँ यही हिँड्नुहुन्छ गाइज यो ओ